सेवारो नमस्कार। अ, हजुरहरूको माझमा एउटा म लिम्बू मौलिकता र लिम्बू को रीतिरिवाज अनुसार एउटा छुट्टै पुरानै हाम्रो बुढौली गीत प्रस्तुत गर्न लागिरहेछु। बुढौली कस्तो हो भने एउटा तुम्याहाङ साम्लो गाउने चलन थियो पहिले र अहिले त त्यो तुम्याङ साम्लो कस्तो हुन्छ र कसरी गाउँछ भनेर नानीहरूले तुम्याङ साम्लो के हो भन्ने कुरा नानी कलेज जाने स्टुडेन्टहरूले सोध्ने गर्छ र मैले पनि हजुरहरूलाई यो मैले जानेको अनुसार तुम्याङ साम्लो गाउने कोसिस गर्दैछु र यदि भुल भयो भने अगाडिबाट नै म क्षमा चाहन्छु र यो तुम्याङ साम्लो चाहिँ हाम्रो थुप्रै प्रकारले गाइन्छ र मैले चाहिँ भने यो सिन्दुर लगान को विषयमा र अलिकति यो हाम्रो दियो कलश चाङदेन टेन्टेमाथि राखेर दियो कलशलाई त्यो फुलहरूलाई चाहिँ जगाउने फुङ्वा चाङवा जस्तै फुल जगाउने र शिर उठाउने प्रकारले यहाँ प्रस्तुत गर्दैछु र म छोटकारीमा अलिकति मात्रै म हजुरहरूको माझ प्रस्तुत गर्दैछु र फेरि पनि म मैले जानेको अनुसार गाउँदैछु र भुलप्रति क्षमा चाहन्छु र स्वीकार्नुहोस् है त। तोत्तु तुम्बोसे इया ए तुम्याङ तुम्बोसे yakla khemmago iya e suang khemmago kusang nu mengo iya e samlo metum thamlo yabe and then look pakuda mo iya e singim kuda mo kop mo sibire go iya e madi e kop sathikle and then hangak tarule iya e phacha tarule ui usaba iya e ui usaba o ha सेवारो नमस्कार।